भुइँमा बसेर त्यो स्टन्टबाज जस्तो देखिएको छ, त्यो चाहिँ प्लिज बन्द गरिदिनुहोस्। स्टन्टबाजीले हुनेवाला छैन। स्टन्टबाज गर्न बन्द गरिदिनुहोस्, कानुन कडा बनाउनुहोस्। भुइँमा बसेर सबैको जनताहरूको जो पीडितहरूको पीडा त बुझ्नुहुन्छ। यो भुइँमा बस्दाखेरि अब जनताहरूले खालि स्टन्टबाज मात्र गरेको हो कि यो सरकारले भन्ने। त्यही भएर हामीलाई यो बरु यस्तो हो, तपाईँ कुर्सीमै बस्नुहोस्, तपाईँ कुर्सीमै बस्नुहोस्, तर कानुन चाहिँ कडा बनाउनुहोस् के। यो भुइँमा बसेर कानुन साधारण कानुन बनाएर काम छैन। यो बरु कुर्सीमै बस्नुहोस्, नभए त्यहाँ पुग्दैन पुग्नुहोस्, तर कानुन चाहिँ कडा बनाउनुहोस् के। त्यो पीडित आमा बुवाको अगाडि बरु नजानुहोस्, त्यहाँ पुग्नुपर्ने अवस्था छैन। अरू कसै अरूलाई पठाइदिनुहोस् होइन, तपाईँहरू त्यहाँ नजानुहोस्, तर कानुन त कडा बनाइदिनुहोस् न। पुलिसलाई पठाउनुहोस् न त्यो अपराधीको, पुलिस पठाउनुहोस्, उठाउनुहोस्,